वाउ मान्छे त मान्छे यहाँ कुकुर पनि भ्यू हेरेर दङ्गाइ परेको छ हल्का पूजाहरू गर्दैछ जानेले रेडी भयो यसरी अनि बाहिर चाहिँ हल्का पानी पनि पर्दैछ माथिबाट साथीहरू पनि आउँदैछ मौसम चाहिँ यस्तो छ टाइम चाहिँ बिहानको 1:30 बजे हाम्रो यात्रा सुरु भयो यहाँदेखि आइपुग्नु भयो गम्बुट चल्छ त्यही त आइपुग्नु भयो त्यही त ल हिँड्नुपर्छ अब लेट्स गो आमायाङ्ग्री एकैसितले बाटोमा आइपुगेको छ हामी आधी घन्टापछि चाहिँ यहाँतिर आइपुग्यो यहाँ चाहिँ हामी फादुङ पुल क्रस गरिरहेको छ अनि यहाँ पानी चाहिँ हल्का बढेको रहेछ यसरी चाहिँ बिस्तारै जानु पर्यो चिप्लिनु सकिन्छ ठ्याक्कै 3 बजे हामी यहाँ टसिथाङको छोर्तेनको छेउमा आइपुग्यो अब यहाँ प्यास लागेर चाहिँ डिउ खाँदैछ हामी है सङ्गीत देख्दैन यिनीहरूको हालत हेरेँ 4 बजे हामी कुचलिङ आइपुग्यो अनि यहाँ पानी खोज्दै पानी छैन है तल मोमो चाहिँ हो पानी पाएन हामीलाई अब यहाँबाट चाहिँ बिस्तारै हिँड्नुपर्छ गेटमा आइपुग्यो यहाँ चाहिँ झौताङ रिजोर्टको यहाँ चाहिँ गेट रहेछ ए अझै 7 किलोमिटर छ है ओके पुग्छ पानी पायो है के लान्छ डिटोल जुवाको लागि दबाई पानी आएछ ओके पानी खानुपर्छ यार अब यहाँ चाहिँ गेटमा जुगा त यहाँ यस्तो छ जुगा हेर्दैछ यहाँ पनि 4:30 मा चाहिँ हामी यहाँ आइपुगेको छौँ यहाँको भ्यू यो ठाउँको नाम के भन्छ चाबी खर्काको बिहानको भ्यू यस्तो रहेछ ओहो यहाँसम्म चाहिँ आइपुग्यो भनौँ यस्तो रहेछ देख्न सकिन्छ माथि हिँडिरहेको छ यिनीहरू चाहिँ यहाँ चाहिँ गाई पनि रहेछ एउटा यहाँ चाहिँ घर रहेछ एउटा अनि भ्यू चाहिँ एकदमै खुबसुरत एकदम दामी हल्का बादल चाहिँ छ अब माथि गएर चाहिँ हेर्नुपर्छ भ्यू कस्तो देखिन्छ बर्खामा बाटो यस्तो हुन्छ अनि कहाँबाट चाहिँ गाडी आउने पुरै हिलो छ अनि यहाँदेखि चाहिँ मेलम्ची घ्यान पनि देखियो गुड मर्निङ हाउ आर यु सन्चै हुनुहुन्छ यहाँ चाहिँ 2 जना बसेको रहेछ अनि यहाँ 1 जना छ हेलो गुड मर्निङ ओके बाई बाई अब चाहिँ बिस्तारै हिँडिरहेको छ हामी यहाँदेखि रोड अलिकति माथिसम्म हिँडेपछि फेरि जङ्गलको बाटो लाग्नुपर्छ हाम्रो फर्स्ट ब्रेक चाहिँ झोमथाङमा हुन्छ होला अनि अब तपाईँहरूलाई भेटौँला माथि झोमथाङमा फाइनली हामी आइपुग्यो यहाँ आमायाङ्ग्री बेस क्याम्प अनि यहाँदेखि चाहिँ माथि देखिन्छ आमायाङ्ग्री टाइम चाहिँ अब 6:15 भइसकेको छ भ्यू एकदमै दामी छ हेर्नुहोस् सनराइज भइरहेको छ बादल छ हल्का अनि यहाँ चाहिँ बेस क्याम्प एरिया यहाँदेखि चाहिँ अनि यो बाटो यो चाहिँ गाडीको बाटो रहेछ यहाँदेखि हामी चाहिँ यहाँ तलदेखि आएको ओ एकदमै राम्रो एकदमै रमाइलो यहाँ सबैजना आइपुगेको छ अनि पानीको बारेमा सोध्दैछ अब चाहिँ यहाँ बसेर हल्का खाजा खानुपर्छ भोक लागेको छ सबैजनालाई भोक लाग्यो हो अनि यहाँ चाहिँ हामीसँगै आएको कुकुर खाजा खाँदैछ रोटी चाय तरकारी छ आलु चना करेला अनि यो के भन्छ भुर्जी रहेछ कस्तो रहेछ खाना तरिका खाना त खोइ कस्तो छ कस्तो छ दिस इज रोटी चपाती
कतिको भोक लाग्यो फेरि रोटी सकिसक्यो ठिक्कै लागेको रहेछ त भोक यसरी खाँदैछ हामी सँगै नखाने खाऊ रोटी खाऊ भोक लाग्छ फेरि भ्यू यस्तो छ एकदम दामी यार है कस्तो हरियाली मौसम पनि सफ भयो अनि यहाँदेखि चाहिँ हाम्रो यस्तो माथि हाम्रो अब एकछिनमा पुग्छ हामी पनि त्यहाँ सुहाएछ एकैछिनमा हामीले चाहिँ खाजा खाइसकेको छ अब फेरि माथितिर लाग्नेको तयारी साथीहरू अब सबै हिँड्यो खाना खाइसकेपछि हल्का एनर्जी आएको जस्तो रहेछ साथीहरू चाहिँ रामायाङरीको गेट कस्तो दामी बनाएछ ल भाइ अब कति बजे पुग्ने हो कति बजे हिन्दीमा होइन अहिले बजेको 7 अनि पुग्न पर्छ 3 घण्टामा 3 घण्टा पुग्छ 3 घण्टा लाग्छ जस्तो लाग्यो ओके तपाईहरु छिटो पुग्छ भने मेरो पत्ता छैन जंगल एकदमै राम्रो रहेछ यहाँ चाहिँ टोटली यो बुरासको रुखहरू रहेछ जंगलमा चाहिँ अनि यहाँ चाहिँ एउटा डस्टबिन बनाएको रहेछ फोहोरहरू हाल्नको लागि एकदमै राम्रो लाग्यो चाहिँ अनि अब यहाँदेखि माथिको बाटो यसो छ यो बाटो कस्तो राम्रो है हिँड्नेलाई सिडीदार मजा आउँदैछ एकदम रेडबुल ब्रेक अनि एकछिन बस्ने हो रेडबुल खाने हो अनि हिँड्ने हो ओहो कस्तो लाग्यो दामी दामी है यहाँदेखि माथि छ आमायाङरी मेरमची घ्याङ यहाँदेखि यसो देख्दो रहेछ अनि यहाँदेखि चाहिँ यस्तो छ साथी हो हेर्नुहोस् यहाँबाट यसको रुख रहेछ यहाँबाट यहाँ तलको भ्यू यस्तै घाम पनि अलिक चर्केछ अनि यहाँदेखि चाहिँ भ्यू यस्तो दामी देख्दो रहेछ मेन्छु भन्छ है यहाँ जल्दी पुगोस् यति भ्यू राम्रो आउने होस् 8 बजे चाहिँ हामी यहाँ मेन्छुमा आइपुग्यो अब चाहिँ यहाँबाट देखिरहेको छ भ्यू यस्तो छ सबै देखिरहेको छ त्यो आमायाङरी त्यो मात्रै ढाकेको अहिले भर्खरै ढाक्यो ल ल ल अहिले त हामी माथि पुगेको छैन भ्यूहरू यस्तो दामी देख्न थाल्यो हेर्नुहोस् तलदेखि आएको हामी यहाँ चाहिँ बाख्रा गोठ पनि रहेछ एउटा हो एकदम दामी ब्युटिफुल नेपाल ब्युटिफुल हेलम्बु हेलो नमस्ते ओके यहाँदेखि फेरि अलग्गै भ्यू देखिरहेको छ वाह कस्तो राम्रो आज आकाश पनि निलो देखिरहेको छ मजा आयो साथी हो यो चाहिँ तर्के ग्याङ होला अब 9 बज्नु लागेको छ हामी यहाँ पाङस्योलो भन्ने ठाउँमा आएको छ यहाँदेखि चाहिँ भ्यू यस्तो देख्दो रहेछ तल रिजोर्टहरूको भ्यू पनि अनि यो चाहिँ अर्को साइडको भ्यू वा गाउँको नामहरू चाहिँ मलाई थाहा छैन तर भ्यू चाहिँ एकदम दामी देख्दो रहेछ यहाँ हामीसँग आएको कुकुर पनि एकदम इन्जोय गर्दैछ के हेरिरहेको होइन मान्छे त मान्छे यहाँ कुकुर पनि भ्यू हेरेर दङ्गाइ परेको छ हेर्नुहोस् वा अनि यहाँदेखि चाहिँ हामी ठ्याक्कै माथि पुग्यौँ आमायाङरी अब धेरै छैन यहाँ अरू टुरिस्टहरू पनि आइरहेको रहेछ अघि बाटोमा पनि हामीलाई धेरैजना भेट्यो आमायाङरी दर्शनको लागि चाहिँ अब बर्खामा पनि मान्छेहरू आउँछ गाई बस्तुहरू अनि कुकुरहरू पनि टान्ने रहेछ है हल्का ब्रेक हाम्रो द बेस्ट भ्यू कम्स आफ्टर द हार्डेस्ट क्लाइम्ब हो अलिकति क्लाइम्ब बाँकी छ बेस्ट भ्यू हेर्नुको लागि यहाँदेखि पनि देख्न सकिन्छ भ्यू कम्ती त छैन अलमोस्ट लास्ट मोडमा आइपुगेको छ अब ए हेर्नुहोस् है भ्यू फाइनली आइपुग्यो है हामी लगभग
फाइनली हामी कहाँ आइपुग्यो आमा याङ्री कति राम्रो जिन्दगीमा पुग्छ भनेर पुग्यो पुगिहाल्यो यस्तो भारी शरीर लिएर है अनि मलाई त यस्तो खुसी भयो हेर्नुहोस् बल्ल आइपुग्यो हामी लड्दै पढ्दै नोटिस बोर्डहरू रहेछ अनि यो चाहिँ हाम्रो हेलो पुग्नुभयो टाइसीले अनि आइपुग्यो हामी फाइनली हामी आइपुग्यो साथीहरू आमा याङ्री दर्शन गर्नुहोस् तपाईँहरू पनि अब सबैजना चाहिँ यहाँ हल्का पूजाहरू गर्दैछ अनि भ्यू चाहिँ यस्तो छ आजको आमा याङ्रीको हल्का हुसु चाहिँ आएको छ अनि अब हामी एकछिन यहाँ बस्छ आमा याङ्रीको चौकीदारहरू चाहिँ टन्नै रहेछ ब्याक साइडको भ्यू यहाँबाट दामी देख्दो रहेछ हेर्नुहोस् है भ्यू एकजना त हुनुपर्ने कि चौकीदार पहिला जस्तो पल्वा दर्शन गर्नु जाँदैछ यहाँबाट चाहिँ पल्वा पनि छ अरे अनि त्यसको पनि दर्शन गर्दैछ यहाँ हाम्रो आमा याङ्रीको हामीले दर्शन गऱ्यो यहीँ हो होइन भित्र दर्शन गर्नुपर्छ अरे हेर्नुहोस् यहाँको भ्यू दामी रहेछ यहाँ पनि ठाउँ यस्तो रहेछ ओके अनि यहाँ पनि यस्तो रहेछ बस्नेलाई ठाउँ रहेछ यहाँ पनि वा एकदम आनन्दै लाग्यो यहाँ आएर चाहिँ खाना खाने टाइम चौकीदारहरू पनि है यो चाहिँ तलदेखि आएको चौकीदार करेला पनि छ अनि पर्यो साथीहरू अब हाम्रो यहाँ नाचगान पनि भयो रमाइलो भयो अनि आमा याङ्री आएको हाम्रो एकदमै राम्रो भयो अनि यो ब्लग चाहिँ यहीँ सकिन्छ उम्मेद गर्छु तपाईँहरूले हाम्रो यो ब्लगलाई चाहिँ मन पऱ्यो भने यसलाई लाइक गर्नु होला शेयर गर्नु होला अनि सब्सक्राइब गर्नु होला हाम्रो यस्तै आउने भिडियो र ब्लगहरूको लागि तपाईँसँग लागि आफ्नो ख्याल राख्नु होला टेक केयर बाई बाई जय आमा याङ्री जय नेपाल सो पानी बाई बाई पानी पर्यो दाइको रुमाल भाउजूलाई मन पर्यो